अरबी भाषामा चाहिँ तिमी कहाँ छौ भन्नलाई चाहिँ वाइन इन्त वाइन इन्त चाहिँ तिमी कहाँ छौ भनेको। अहिले सर्टकटमा कसरी भन्छ भने वाइनक वाइनक भनेको नि तिमी कहाँ छौ अहिले है। मानिलिउँ हजुर बाटोमा आउँदै हुनुहुन्छ भने आना मौजुद तरिक है, आना मौजुद तरिक भनेपछि म बाटोमा छु है। आना जाई आना जाई आना जाई आना मौजुद तरिक भनेपछि बाटोमा छु आउँदैछु है। आउँदैछु भनेर चाहिँ आना जाई हुन्छ। बाटोमा छु भन्नु चाहिँ आना मौजुद तरिक है, बाटोमा छु रोडमा छु होइन। छिटो आऊ किन ढिला गरेको भन्छ नि, छिटो आऊ किन ढिला गरेको भने चाहिँ ताल सुरा सुरा लेस ताखेरिन त किन ढिला गरेको लेस ताखेरिन त हुन्छ है। मानिलिउँ तपाईँ गाडीको जाममा हुनुहुन्छ भनेदेखि मुदिर सैयरा जहामा फेरि गाडीहरू जाम छ भिडभाड छ होइन, भिडभाडलाई भन्छ जाम है। गाडी जाममा छ अथवा भिडभाड छ भने चाहिँ सैयरा वाजिब जहामा गाडी धेरै जाममा छ है, गाडी जाम छ यहाँ भिड छ भनेपछि जहामा भन्छ है साथीहरू। साथीहरू अरबी भाषामा चाहिँ एकछिन पर्ख म आउँदैछु भनेर कसरी भन्ने भने एकछिन पर्ख सबर सोय है, सबर सोय म आउँदैछु आना जाई। सबर सोया भनेको एकछिन पर्ख भनेको, अनि आना जाई भनेको चाहिँ म आउँदैछु भन्नलाई आना जाई है। आना भनेको म जाई भनेको आउँदैछु। तिमी खालि के चिज गर्छौ है अरबी भाषामा, तिमी खालि के चिज गर्छौ भनेर चाहिँ इन्ता आलातुल गिरगिर, इन्ता आलातुल गिरगिर। आलातुल भनेको चाहिँ कन्टिन्यू क्या, जहिले पनिलाई चाहिँ अरबी भाषामा आलातुल भन्छ। गिरगिर भनेको चाहिँ किचकिच है। इन्ता आलातुल गिरगिर भन्छ तिमी जहिले पनि के चिज गर्छ क्या है, तिमी जहिले पनि के चिज गर्छ भन्नलाई इन्ता आलातुल गिरगिर। आना मायाबी मलाई चाहिँ गिरगिर मन पर्दैन, आना मायाबी गिरगिर भनेको चाहिँ मलाई गिरगिर मन पर्दैन अथवा मलाई के चिज गरेको मन पर्दैन भनेर भनेको है। फुर्सदिलो हो भन्नलाई चाहिँ हल इन्ता पादी है, नाइ म त बिजी छु भन्नलाई चाहिँ ला आना मस्गुल, ला आना मु फादी म खाली छुइनँ, आना मस्गुल म बिजी छु है। म बिजी छु भनेर चाहिँ आना मस्गुल मु खाली छैन है। त्यसरी अर्को छ म त आज आउँदिनँ ड्युटीमा, म त बिरामी छु भन्नु पर्यो भने के भन्ने भने आलियोम आना माइजी सुगुल, आलियोम आना माइजी दवाम, आना आलियोम मरिद है। आलियोम आना ताबान, आलियोम आना ताबान आना माइजी सुगुल है। आलियोम आना ताबान आना माइजी दवाम, दवाम भनेको चाहिँ काम गर्ने ठाउँ अफिस है, कम्पनीले चाहिँ भन्छ दवाम। मलाई भोक लाग्यो भन्नलाई आना जुवान है, आना जुवान भनेको चाहिँ मलाई भोक लाग्यो है। अनि मलाई तिर्खा लाग्यो भनेर चाहिँ आना अत्सान, आना अत्सान है। आना एबी माई है, आना अत्सान भनेको चाहिँ मलाई तिर्खा लागेको छ। आना एबी माई भनेको चाहिँ मलाई पानी चाहियो है। मोया पनि भन्छ पानीलाई, माई पनि भन्छ है। कुनै देशमा मोया भन्छ, कुनै देशमा माई भन्छ। आना एबी माई भनेको चाहिँ मलाई पानी चाहियो। आना एबी मोया पनि भन्छ, आना एबी मोया भन्यो भने नि मलाई पानी चाहियो भनेको है। अनि मलाई भोक लाग्यो है, आना जुवान, आना एबी अकेल मलाई खानेकुरा चाहियो, आना एबी अकेल मलाई खानेकुरा चाहियो है साथीहरू। जो कर्मचारी हुनुहुन्छ स्टाफ हुनुहुन्छ त्यसलाई भन्छ मौजब है। मौजब भनेपछि मयाको कर्मचारी अथवा स्टाफ हो है। त्यस्तै गरी हजुर ड्राइभर हुनुहुन्छ भनेदेखि आना साइक है, आना साइक, साइक भन्छ ड्राइभरलाई। त्यसपछि सफा गर्ने मान्छेलाई भन्छ नद्दाफा है, नद्दाफा भनेको चाहिँ सफा गर्ने मान्छे। त्यस्तै घरमा काम गर्ने केटी मान्छे हुन्छ नि घरमा काम गर्ने, त्यसलाई भन्छ खद्दामा है, खद्दामा भनेको काम गर्ने मान्छे। त्यस्तै पाले सेक्युरिटी गार्ड हुन्छ नि त्यसलाई भन्छ हारिज है, हारिज भनेको चाहिँ सेक्युरिटी गार्ड है, सेक्युरिटी गार्डलाई भन्छ हारिज। त्यस्तै स्कुललाई भन्छ है मदरसा, स्कुललाई भन्छ मदरसा है, मदरसा भनेको चाहिँ स्कुल है। त्यसपछि टिचरले भन्छ मुदरेस है, मुदरेस भनेको चाहिँ टिचर, पढाउने टिचर है। त्यसपछि डक्टरलाई भन्छ तबिब है, तबिब भनेको चाहिँ तबिब भनेको चाहिँ डक्टर। नर्सलाई भन्छ मुमारिद, मुमारिद भनेको चाहिँ नर्स है, हस्पिटलमा काम गर्ने नर्सलाई भन्छ मुमारिद। त्यसरी औषधिलाई भन्छ साथीहरू दवा, दवा है, दवा भनेको चाहिँ औषधि। त्यस्तै गरी गाडीलाई भन्छ सैयारा है, सैयारा भनेको चाहिँ गाडी। घरलाई भन्छ बेद है, हामी बस्ने कोठालाई भन्छ गुर्फा है, कोठालाई भन्छ गुर्फा। टोइलेट बाथरुमलाई भन्छ हमाम, टोइलेट बाथरुमलाई चाहिँ भन्छ हमाम। सल्ली गर्ने ठाउँलाई भन्छ
सलाह है सलाह मस्जिद मस्जिद है मस्क पनि भन्छ है होइन मस्क मस्क होइन भन्यो भने चाहिँ यहाँ सल्ले गर्ने ठाउँ कहाँ छ अथवा मस्जिद कहाँ छ भन्दा है मस्क मस्क पनि भन्छ मस्जिदलाई रासन पसल हुन्छ नि त्यसलाई भन्छ बकला है बकला भनेपछि पसल त्यस्तै गरी होटललाई भन्छ ठुलो होटल 5 तारा होटललाई भन्छ फन्दुक है ठुलो होटल भन्छ फन्दुक सानोतिनो रेस्टुरेन्टहरूलाई भन्छ मताम है मताम भन्छ सानो रेस्टुरेन्टलाई त्यस्तै एसी छ नि साथीहरू एसीलाई भन्छ मुकेफ है मुकेफ भन्छ एसीलाई कसैले एसी खोल भन्यो भने सगल एप्टा सगल मुकेफ पनि भन्छ एप्टा मुकेफ पनि भन्छ है एप्टा मुकेफ भनेको नि एसी खोला भनेको होइन सगल मुकेफ भनेको पनि एसी चालु गर भनेको त्यस्तै गाडी पनि स्टार्ट गर भन्नलाई सगल सैयारा है कुनै पनि मेसिन चालु गर्नलाई भन्छ सगल मकिना है सगल मकिना सगल भनेको चाहिँ सुरु गर्नु चालु गर्नुलाई चाहिँ सगल भन्छ मकिना भनेको चाहिँ मेसिन है जति पनि ठुलो सानो सबै कुरा मेसिन हुन्छ नि त्यसलाई भन्छ अरे भाषा मकिना अनि आज धेरै गर्मी छ भनेर चाहिँ आलियोम वाजिद आलियोम भनेको आज वाजिद भनेको धेरै हार भनेको चाहिँ गर्मी है हार भनेको चाहिँ गर्मी त्यस्तै आज धेरै चिसो छ भनेर चाहिँ आलियोम वाजिद बारिद है बारिद बरिद दुईटै भन्छ होइन बारिद पनि भन्छ बरिद पनि भन्छ बरिद भनेको चाहिँ चिसो है आलियोम वाजिद बरिद भनेको आज धेरै चिसो छ भने है साथीहरू बिहानको खाजालाई चाहिँ भन्छ फतुर है फतुर भनेको चाहिँ बिहानको खाजा हामी बिहानको खाजा के खान्छ रोटी खबुस है खबुस भनेको चाहिँ रोटी है अरू भाषामा चाहिँ रोटीलाई खबुस भन्छ त्यस्तै चियालाई चाय भन्छ होइन जुसलाई आसिर भन्यो अनि खानालाई भन्छ ताम है ताम भनेको चाहिँ खाना जति पनि पिउने चिजलाई भन्छ पिउनेलाई भन्छ सराप है सराप भनेको चाहिँ पिउनु त्यस्तै गरी साथीहरू तपाईँलाई भोलि छुट्टी चाहिएको छ भने अथवा पर्सि छुट्टी चाहिएको छ भने मुदिर आना एबी इजाजा है इजाजा भनेको चाहिँ छुट्टी मलाई भोलि छुट्टी चाहियो भन्नलाई आना एबी इजाजा बोक्रा है बाछर पनि भन्छ है भोलिलाई बाछर पनि हुन्छ बुक्रा पनि भन्छ जस्तो चाहिँ बुक्रै भन्छ कुनै कुनै ठाउँमा चाहिँ बाछर पनि भन्छ है भोलिलाई अनि आना मायाजी सुकुल बुक्रा आना एबी इजाजा बुक्रा म भोलि काममा आउँदिनँ आना मायाजी सुकुल बुक्रा होइन अनि मलाई भोलि छुट्टी चाहियो भन्नलाई आना एबी इजाजा बुक्रा है उनीहरूले किन भन्छ लेस भन्छ लेस भनेको चाहिँ किन है आना एबी रो मुस्तासफा मलाई हस्पिटल जानु छ मुस्तासफा भनेपछि हस्पिटल है हस्पिटल भन्छ मुस्तासफा लेस रो मुस्तासफा हस्पिटल किन जाने भनेर सोध्यो भने सोध्नलाई चाहिँ लेस रो मुस्तासफा भनेको चाहिँ किन जाने हस्पिटल आना मरिद है आना मरिद म बिरामी छु है आना मरिद म बिरामी छु है मरिद भन्छ बिरामीलाई साथीहरू अनि हिजोलाई आम्स भन्छ है आम्स भन्छ हिजोलाई अस्तिलाई भन्छ गब्बल आम्स गब्बल भनेको चाहिँ पहिला है हिजोको पहिला भनेको चाहिँ गब्बल है गब्बल भनेको चाहिँ पहिला हिजोको पहिलो दिन भनेको चाहिँ गब्बल आम्स भन्छ है अस्तिको दिनलाई बितेको अस्ति दिनलाई हिजोलाई आम्स भन्छ आम्स है आजलाई आलियोम भोलिलाई बुक्रा भन्छ पर्सिलाई बाद बुक्रा बाद भनेको पछि है बाद बुक्रा भोलिको एक दिन पछाडि भने जस्तै बाद बुक्रा भन्छ पर्सिलाई अनि महिनालाई भन्छ साल है महिनालाई भन्छ साल अनि वर्षलाई भन्छ सना है वर्ष एक वर्ष 2 वर्ष भन्छ नि एक वर्षलाई वैसना 2 वर्षलाई दिन सना है 3 वर्षलाई तालको सना त्यसपछि हप्तालाई भन्छ पुस्बु है पुस्बु भनेपछि हप्ता है 1 विक है एक हप्तालाई चाहिँ वाइद उसको 2 हप्तालाई एक दिन उसको भन्छ हप्तालाई साथीहरू